हेलो नमस्ते एभ्रिवान। आज चाहिँ हामी जाँदैछु म चाहिँ आज जाँदैछु माथि घरमा, बुढाको घरमा। म चाहिँ धेरै जसो माइतमा बस्छु, त्यही भएर आज माथि जाँदैछु गाइजहरू। यो चाहिँ हाम्रो गाडी। काम गर्दा आफ्नो ब्याकबोनको पोस्टर सही ठाउँमा ल्याउन त दुःख त अब खासै त लाग्दैन। अब आफूले गल्ती गरे भएको दुःख लाग्छ। यो चाहिँ हाम्रो ठुलो छोरा, उहाँ चाहिँ मेरो बुढा। म होइन हौ भन्ने हजुर सर हेलो गर्नु, नमस्ते भन्नु, नमस्ते भन्नु न। हामी कहाँ जानु लाग्यो? कहाँ? माथि घरमा भन्नु न। चाहिँ अहिले आइपुग्यो मकवानपुर र धादिङको सिमानामा। अब चाहिँ धादिङ लाग्यो। अहिले चाहिँ हामी छौँ दामीचोरको पसलमा। हाम्रो बुढा चाहिँ सामान किन्दै हुनुहुन्छ। मेरो छोराले चाहिँ आफै मजा लाएर यसरी मजा लाएर आएछ कि थाहै छैन मलाई त। उल्टो उल्टो मजा लाएर मस्त निदाइरहेछ छोरा चाहिँ। अनि मेरो बुढा चाहिँ पसलमा हुनुहुन्छ हिसाब किताब गर्दै, अलिअलि गाडीमा सामान हालेर। अनि अब चाहिँ एकछिनमा हामी जान्छौँ यहाँबाट माथि घरमा। अहिले कच्ची रोड बाटो चाहिँ यस्तो छ यहाँको, नराम्रो। अब चाहिँ 5-10 मिनटमा घर पनि आइपुग्छ। यहाँबाट चाहिँ हिमाल यस्तो देख्ने साथीहरू। हामी चाहिँ अहिले गाउँमा आइपुग्यो, पोखरी चौर। यो चाहिँ तोरीबारी। चाहिँ हाम्रो गाउँ। छोरो घर आयो। निन्द्रा पुग्यो? हामी चाहिँ अहिले आइपुगिसकेका छौँ हाम्रो घरमा, बुढाको घरमा। बुढाको घर चाहिँ मेरो यस्तो छ है। यहाँ चाहिँ घरहरू चाहिँ यस्तो छ। ऊ माथिको डाँडा चाहिँ तल्कु डाँडा। यहाँ चाहिँ पर्यटकहरू पनि घुम्न आउनुहुन्छ। यहाँको सिन चाहिँ यस्तो छ। अनि ऊ माथिको चाहिँ त्यो नाङ्गो डाँडा चाहिँ मकवानपुर, यता बिरुवा भएको चाहिँ धादिङ पर्छ। अनि यहाँ चाहिँ बुढाले के अरे बाँस काटेर राख्नु भएको रहेछ, यो चाहिँ टनेल बनाउनको लागि। अनि हाम्रो घर चाहिँ यस्तो हो साथीहरू।
अनि यो भित्र चाहिँ धुपीको बिरुवा छ। अनि यहाँ चाहिँ मेरो बुढाले ट्र्याक्टर पनि ल्याएर राख्नु भएको रहेछ। साइकल खोइ साइकल कसको साइकल हो त्यो? अहिले पछि चलाउने ल, अहिले पछि मम्मीले चलाउँछु ल। हस् अहिले पछि के मम्मी गयो। अनि यता हाम्रो घर चाहिँ पुरा भद्रगोल कस्तो फोहोर भइरहेको रहेछ कि घरमा कोही पनि छैन। अनि यस्तो फोहोर भइरहेको छ, पुरै भद्रगोल। यहाँ चाहिँ मेल पनि छ, हाम्रो मेल चलाइराख्नु भएको छ। घर चाहिँ पुरै भद्रगोल छ साथीहरू। यहाँ चाहिँ कोही पनि छैन, अनि त्यही भएर हाम्रो घरमा चाहिँ पुरा भद्रगोल भइरहेको छ कि साथीहरू। त्यही भएर हो कि मैले देवरलाई, हाम्रो बिर्सिङलाई बिहे गर्नु पर्यो, एउटा देवरानी ल्याउनु पर्यो भनेको होइन। अब म चाहिँ खासमा माइतमै धेरै बस्छु, किनभने मेरो चाहिँ मम्मी एक्लै हुनुहुन्छ कि, मेरो मम्मीको होइन छोरा भने नि छोरी भने पनि म एक्लै हो। त्यही भएर म चाहिँ, अनि मम्मी एक्लै हुन्छ, अनि बाबुलाई पनि स्कुल पठाउनु पर्छ। त्यही भएर म चाहिँ माइतमै बस्छु। कहिले 1-1.5 महिनामा, कहिलेकाहीँ 15 दिनमा त्यस्तै काम परेको बेला मात्रै माथि आउँछु कि। त्यही भएर भन्छु कि बिर्सिङ बिहे गर्नु पर्यो भनेर। ल है, छिटो छिटो बिहे गर्नु पर्यो, एउटा देवरानी ल्याउनु पर्यो। यहाँ चाहिँ हाम्रो ससुरा बुवा हुनुहुन्छ। ल बिर्सिङलाई के भन्न चाहनुहुन्छ भन्नु? बिर्सिङलाई हुने यसपालि हुनुपर्छ। के हुनुपर्छ त? के हुनु पर्यो नि, छिटो ल्याउनु पर्यो भन्नु न। खोइ अब ल्याउनु नल्याउनु घरमा भद्रगोल भइरहेछ। एउटा बुहारी चाहियो छिटो भन्नु न। अब ल्याउने भन्छ, अब गाई ल्याउने हो कसो ल्याउने हो थाहा छैन। अब ल्याउनु तुरुन्तै चाहिने। यहाँ चाहिँ हाम्रो ससुरा बुवा, जेठो ससुरा बुवा चाहिँ मकै हाल्दै हुनुहुन्छ। मकै केलाइराख्नु भएको रहेछ कि उहाँ चाहिँ। एकछिन ल, न गुटुक्क नगर्नु नि फेरि छोरो, न न छोरो छिटो यतै हेर्नु। त्यो फाल्नुपर्छ ल खाएपछि। ahyang so video wa daro yang la anga nem suros mamulle o tendency la lu ten la ta sung samsung go an madam therin shi shi sung le ngai wa yama video yu la nem tendency la rom ten la ta sung ge man ba sung le hala mo ban dan de Tourism hala nar ba ngai video la ju wa nem ngai yu la rom nem tendency rom ngai ta bang shi hai dai la cha ba hai bang mu la bang la amba Turi rang ni da hai rang mula ke hai bang mu la cha ba an ba turi rang ni da man hamman mulgi hai rang mula sungule bang zaman hamban mulgi ambo mulgi hai bang mu la an ram rang ni da hamman ngani hamman mula atwa hai rang mula sungule andam hamban mula chaban mula Aiwa hamban mula zabadan chaban mula enna hayang mula chaba hamba ke hayang musi bella ri phone lau sungale bella phone labai bang gidu laba ashe maga uslashi laba ashe baga am baga tamon pang amyang ba telze phun ala baga
निवेदन गफला बार वही रख जी लाबा दिसा लाबला हाय मारेन जम तिसन लाबला ला सुरज यहाँ ससुरा बुवालाई फोन गर्नु पर्यो कोन्देन मितिसन लाबला लुतारे लाल्दा हैन एकचोटि फोन गर्नु है सुरज यहाँ एकचोटि फोन गर्नु पर्यो रे सुरज यता हाम्रो ससुरा बुवालाई सम्झिनु भएको छ यता चाहिँ हाम्रो सानो बेबी छ झुलुङ्गेमा यहाँ चाहिँ दाजुभाइ जिस्किँदै गाइस यो चाहिँ घ्याम्पा पानी राख्ने घ्याम्पा हो अनि पहिला चाहिँ यसमा चाहिँ पानी आकाशको पानी जम्मा गरेर राखिन्थ्यो अहिले चाहिँ यो पाइपमा 3-4 दिन भन्दा नि 4-5 दिनको ग्यापमा पानी आउँछ अनि त्यो पानी चाहिँ हामी स्टोरेज गरेर राख्छौँ अनि त्यो पानी खान्छौँ यो चाहिँ घ्याम्पाको पिठमा चाहिँ धारा रहेको छ अनि यस्तो घ्याम्पा चाहिँ प्रत्येक घरमा चाहिँ एउटा कुनैको 2टा पनि छ अनि घरै पछि धारा पनि छ तर धारामा चाहिँ पानी आउँदैन अनि त्यही भएर मैले चाहिँ यहाँ स्ट्यान्ड थियो त्यसमा चाहिँ झुलुङ्गे हालेको बाबुलाई दिउँसो राख्नलाई अनि यो धारामा चाहिँ जोडेको भए पानी आउन चाहिँ त्यो 3-4 दिनमा पठाउने बेलामा अनि धारामा पानी जोड्यो भने चाहिँ थापिराख्नुपर्छ त्यही भएर गाह्रो हुन्छ अनि त्यही भएर घरमा पनि कोही हुँदैन त्यही भएर यो घ्याम्पामा जोड्नलाई पाइप चाहिँ काटेको धाराको पाइप चाहिँ काटेको अनि यहाँ चाहिँ धारा पनि खोइजरी गरिरहेको रहेछ साथीहरू यो धारा पनि घरै पछि छ तर पानी चाहिँ आएको छैन पानीको सुविधा चाहिँ छैन यस्तै हो हाम्रो समस्या चाहिँ गाइजहरू हो कहाँ जाने रे पर जाने हामी चाहिँ अब उद्यासम्म परसम्म जाँदैछौँ धेरै टाढो चाहिँ जाँदिनँ गाइजहरू किनभने मसँग 2टा बच्चाहरू छ त्यही भएर टाढो जान सक्दिनँ यहाँबाट देखाउँदै जान्छु तपाईहरुलाई घ्याम्पा आजको विशेष भिडियो चाहिँ घ्याम्पा रहेको छ आउनु छोरो मम्मी गयो यतापट्टि हो उता बाजेहरूको घरसम्म हो कि टाढो जाँदैन यहाँ चाहिँ हाम्रो माइला ससुरा बुवा कालु जानु ल मम्मी फर्केर जान्छु ल भिडियो लैजाऊ यहाँ पनि छ धारा चाहिँ होइन पानी नआउने धारा कि अहिले चाहिँ कतापट्टि मम्मी यतापट्टि हो मम्मी यहाँबाट यस्ता जाने हो टोलै टोल यहाँ चाहिँ 2टा घ्याम्पा छ दौडिनु यहाँ चाहिँ गाईको गोठ यहाँ चाहिँ बाख्राहरू यहाँ चाहिँ थाङ्नु सुकाएको बेबीको यहाँ माथि चाहिँ टावर पनि देखिरहेछ तालगुडाँडाको यहाँ चाहिँ हाम्रो आनी माइली हामी त हाम्रो कालु चाहिँ अगाडि हिँडिरहेको छ अनि वाइ प्रतिभा यतापट्टि त्यहाँ गुम्बासम्म जाने हामी अब घुम्दै यहाँ चाहिँ पोखरी छ साथीहरू अहिले पानी चाहिँ छैन यो चाहिँ पोखरी हो यो पोखरीको पनि धेरै महत्त्व छ यहाँ चाहिँ फेरि यहाँ चाहिँ बर्खाको पानी जमेर बस्छ अनि यो पानी नसिन्जेलसम्म चाहिँ यहाँको मान्छेहरूले ओसार्ने रक्सी पार्नलाई अनि गाई भैँसीलाई दिनलाई ओसार्नुहुन्छ लुगा पनि धुन्छौँ हामी पानी नभएको बेलामा यहाँबाट तलगुडाँडा जाने बाटो चाहिँ यो हो यहाँ चाहिँ यस्तो सिन देखिन सक्नुहुनेछ साथीहरू यहाँ चाहिँ गुम्बा छ गुम्बा हामी चाहिँ त्यहाँ गुम्बासम्म जान्छौँ हाम्रो आमा छोरा 2टा छोराहरू हाम्रो ठुलो छोरा चाहिँ यसरी हिँडिरहेको छ
हेलो गर्नु न छोरा यता फर्केर हेलो गर्नु न यता हेर्नु नि दानी नमस्ते भन्नु लभ यु भन्नु यसरी लभ यु भन्ने यस्तो गरेर यता हेर्नु न मम्मीलाई हेर्नु नि यता लभ यु अल भन्ने ल हिँड गुम्बा देख्न सक्नुहुनेछ यहाँबाट चाहिँ यता मकवानपुरको सिन यहाँ बसन्त अनि उता नौखण्डे ठाडे पनि देख्न सकिन्छ साथीहरू कहाँ जाने हो छोरो यहाँ चाहिँ बुद्धको मूर्ति हामी यहाँसम्मै हो यहाँबाट फर्केर जाने अब फर्केर जाने हो हामी यहाँसम्म मात्र आएको हो मैले चाहिँ बाबु बोकेर हिँडिरहेको छु साथीहरू यहाँ त कुरै कुरो छ छोरो लड्छ यहाँ त लड्छ यहाँ त खाल्टो रहेछ यहाँ चाहिँ बस्ने ठाउँ हिँड्नु अब जाने हामी जाने हो उता माथिसम्म चाहिँ यो तल्कु डाँडामा जानलाई चाहिँ उता माथि चाहिँ के अरे माथिसम्म चाहिँ गाडी जान्छ त्यो के अरे उता एउटा निलो हरियो निलो जस्ताको कटेजको माथिसम्म चाहिँ गाडी जान्छ साथीहरू यहाँ चाहिँ चाडपर्वहरूमा नयाँ वर्षमा चाहिँ घुम्न आउनुहुन्छ अनि शनिबारतिर पनि आउनुहुन्छ पिकनिक खान पनि आउनुहुन्छ है छोरो है यता फर्केर भन्नु न यता हो भन हामी अब जाने आउनु हामी चाहिँ अब फर्केर जाँदैछौँ हाम्रो घर पछाडिको चौरमा बस्नको लागि अब बच्चा बोकेर अरू ठाउँ जाने कुरा पनि भएन हैन हामी चाहिँ जाँदैछौँ गाइजहरू अनि मैले अघि पोखरी देखाएको थिएँ त्यो पोखरीमा चाहिँ मैले पनि हैन अरू बेला चाहिँ घिन लाग्थ्यो यसपालि चाहिँ बाध्यता भएर मैले पनि लुगा धोएँ कि हैन त्यो बेडसिटहरू धुनुपर्ने भइरहेको थियो अनि म त पानी परेको थियो नि त तिहारभन्दा पछाडि अनि पानी पर्यो भनेर म चाहिँ अब घरमा त कोही त्यसो लुगा सफाइ गर्ने कोही मान्छे छैन कि हुनुहुन्न कि सासू ससुराहरू मात्र बस्नुहुन्छ घरमा चाहिँ अनि मेरो बुढाहरू चाहिँ काममा बिजी हुनुहुन्छ अनि त्यही भएर म चाहिँ बेडसिटहरू धुनु पर्यो भनेर आएको थियो अनि पानी पनि छैन रहेछ घ्याम्पामा अनि त्यसपछि मैले चाहिँ हैन यही पोखरीको पानीमा धोएर अनि एकचोटि सफा पानीमा चोखाएर धोएँ कि त्यस्तो पनि बाध्यता पर्यो यहाँ चाहिँ त्यस्तै छ यहाँ चाहिँ अहिले पनि हैन बच्चा हुने अनि वस्तु बाख्राहरू धेरै हुने घरमा चाहिँ पानीको चाहिँ समस्या नै छ कि त्यही हो पहिलाभन्दा चाहिँ राम्रो भएको छ तर पहिलाको जस्तो दुःख चाहिँ छैन तर पनि समस्या छ यहाँ चाहिँ पानीको बच्चाहरू हुने घरमा चाहिँ लुगा धुनलाई पनि समस्या हुन्छ कि त्यही हो यो पोखरी चौरमा कहिले पानीको सुविधा हुने हो थाहा छैन गाइजहरू ए भगवान यो पोखरी चौरमा कहिले पानी आउने भन्ने बेला भइरहेको यस्तै हो गाइजहरू यताबाट चाहिँ यस्तो सिनहरू छ यस्तोहरू छ यहाँ चाहिँ प्रतीक्षालय यहाँ चाहिँ हाम्रो गाडी
बस्ने हो। यहाँ चाहिँ मेरो बुढाले बिरुवाहरू रोप्नु भएको छ धुबीको। राम्रो भइरहेछ तर पानी हाल्नुपर्ने बेला भइरह यहाँ चाहिँ। अनि यस्तै हो यताको। अब चाहिँ हामी यहाँ बस्ने। यहाँ बस्ने छोरो बस्नु दे। अब बाबुको जुत्ता खोइ ल्याएन छ भो। यो प्रतीक्षालयबाट चाहिँ हाम्रो माया दिदी र सीता हेलबसमा काम गर्ने माया दिदी र सीताको घर पनि देखिन्छ। म तपाईँहरूलाई देखाउँछु। माया दिदी र सीता तपाईँहरू पनि हेर्दै हुनुहुन्छ भने तपाईँहरू पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने हेर्नु है। म देखाउँछु तपाईँहरूको घर। यो डाँडाको चाहिँ माया दिदीको घर यहाँबाट देखिने। यो डाँडाको टुप्पाको। अनि सीताको घर चाहिँ सीताको घर चाहिँ यहाँनिर। यहाँ तल धुवा आइरहेको यतापट्टि देखिन्छ घर। यहाँबाट यस्तो देखिन्छ है। तपाईँहरू पनि यता घुम्न आउनु होला। त्यही हो आजलाई चाहिँ भिडियो यति नै गरौँ। अब अरू ठाउँमा जानलाई पनि बच्चा छ होइन। बारीतिर जानलाई पनि आज चाहिँ मेरो बाबुहरू चाहिँ उता खेलिरहेछ दुईजना। त्यो लट्ठीले पाइया गर्नु न। भाग्छ के लट्ठीले पाइया गर्नु भनेको। कालुले सकेन पाइया गर्नु भनेको त। अन्त्यमा के भन्न चाहन्छु भने हाम्रो यो ठाउँमा चाहिँ अहिलेसम्म पनि पानीको दुःख नै छ होइन। अनि पानी चाहिँ आउन चाहिँ आउँछ पाइपमा 3-4 दिनमा एकचोटि होइन। अनि त्यो पानीले अब बच्चाबच्चीहरू हुने अनि गाई बस्तुहरू धेरै हुने ठाउँमा चाहिँ पानी पुग्दैन कि होइन। अनि त्यो के अरे यो ठाउँको विकास होइन नहुनुमा चाहिँ धेरैले चाहिँ ओडा अध्यक्षलाई दोष दिनुहुन्छ होइन। ओडा अध्यक्षलाई दोष दिनुभन्दा पनि होइन यो गाउँको मानिसहरू नै एकरूपता होइन एकता छैन जस्तो लाग्छ कि मलाई चाहिँ होइन। अनि एउटाले गर्न खोज्यो भने होइन यसले गर्यो भनेर खुट्टा तान्न खोज्छ कि यो ठाउँमा चाहिँ होइन। अनि फेरि धेरै जसो युवाहरू चाहिँ होइन प्राय युवाहरू चाहिँ काठमाडौँ विदेश हुनुहुन्छ होइन। यहाँ बस्ने चाहिँ 1-2 जना युवाहरू मात्र हुनुहुन्छ। अनि यहाँको 1-2 जनाले गर्न त खोज्नुहुन्छ तर सक्नुहुन्न कि होइन। त्यही भएर यो गाउँको होइन अब विदेशमा बस्नुहुने होइन सहरमा बस्नुहुने हरेक पनि यो गाउँको विकासको लागि चाहिँ लाग्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। अब यो विषयमा मैले बोल्नुहुन्छ हुँदैन त थाहा छैन। त्यही पनि अनि यो विषयको बारेमा मलाई फेरि धेरै पनि छैन कि होइन। मैले चाहिँ त्यति नै बोलेँ त्यति नै भन्न चाहेँ होइन। गल्ती भएमा क्षमा चाहन्छु। अनि आजलाई चाहिँ यति नै। अनि मेरो बुढालाई चाहिँ के भन्न मन लागिरहेछ भने होइन मेरो बुढा चाहिँ होइन यहाँ पोखरी चौरदेखि होइन थाक्रे 5 को पोखरी चौरदेखि होइन थानकोटको फुटसलमा चाहिँ फुटबल खेल्न जानुभयो कि होइन। अनि हिजो भर्खर काठमाडौँबाट आउनु भएको थियो कि होइन। अनि अब त्यसरी त्यत्रो टाढो फुटसलमा होइन फुटबल खेल्न जानु भन्दा त होइन अब फुर्सदको समयमा काम त छ तर होइन काम अब कति गर्नु होइन। कहिलेकाहीँ त अब फुर्सदमा फ्यामिलीहरूसँग होइन बच्चाहरूसँग टाइम स्पेन्ड गर्दा पनि त हुन्थ्यो नि त होइन। त्यत्रो टाढो फुटसलमा जानुभयो। मलाई चाहिँ उहाँमा चाहिँ के अरे उहाँलाई चाहिँ होइन फ्यामिलीसँग पनि टाइम स्पेन्ड गर्नु होइन बच्चाहरूसँग पनि टाइम स्पेन्ड गर्नु यो मौका चाहिँ फेरि आउँदैन भन्न चाहन्छु होइन। अनि अन्त्यमा भिडियोलाई मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अनि
यस्तै भिडियोहरू ल्याएर आउनेछु। अनि भोलि चाहिँ म तपाईँहरूलाई हाम्रो बाख्रा फार्म अनि कागती बारीहरू देखाउनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। अनि अर्को न्यू भ्लगहरू पनि हेर्दै गर्नुहोला, हेरेर साथ सपोर्ट दिनुहोला भन्न चाहन्छु। बाई बाई।